हाम्रो देवी पञ्चकन्या बाजा टिम आज जेठ 27 गतेको बिहेमा सहभागी हुँदै। आज गर्मी धेरै थियो, गर्मी भए पनि कार्यक्रम पार्टी प्यालेसभित्र भएकोले गर्दा राम्ररी नै सुसम्पन्न भइरहेको छ। बिदाईको टाइम भइरहेको छ। अहिले हाम्रो बाजा टिमको साथीहरू बाजा बजाउँदै अनि कोही बाजामा रमाउँदै हुनुहुन्छ। बिहे एटेन्ड गर्न आउने गेस्टहरू पनि गर्मीको कारणले गर्दा छिटै सबै घरतिर फर्किसक्नु भइसकेको छ। अहिले बेलुकाको एकदमै लगभग 7 बजिसकेको छ। बिदाईको टिका लाग्न आँटेको समयमा बिदाईको बिरह लाग्दो गीतहरू धुन बजाइदिनु भएको छ। विवाह चाहिँ बिर्तामोड हेमन वाटर पार्कको पार्टी प्यालेसमा भइरहेको छ। बिदाईको लागि बेहुलाले सुरुमा मान्नु भएन, गाडी लगिरहनु भएको छ। अब बेहुला बेहुलीलाई बोकाएर बिदाई कार्यक्रम पार्टी प्यालेसबाट बाहिर निकालिसक्नु सबैजनाले। साथीहरू पनि नरसिंह बजाउँदै बजाउँदै कुद्दै हुनुहुन्छ। बजाउँदै हिँडेकाले गर्दा उहाँको साउन्ड नरसिंहको साउन्डले असर भइरहेछ। छोटको कुरा एकदमै गाह्रो भइरहेछ। उहाँ बुवासँग उहाँले मारेर रुँदै हुन्छ। दिदीको आमासँग एकदमै गाह्रो भइरहेछ। बेहुला चाहिँ खतरा पाराले पुगेछ। बेहुला पुगेका हेर्नु कस्तो मजाले पुगेछन्। जन्मघर छोडेर जानै पर्ने छोरीको नियमै त्यस्तै छ। गाह्रो भए पनि बिदा गर्नै पर्छ।